यो फेरि आयो है, यो फेरि यो फुल खान आयो है। यसले खत्तम पाऱ्यो नि यो बिरुवा सबै खाएर। ओइ त हिँड त, हिँड त, आइज लु, आइज लु, यता आइज, हिँड, आइज लु, म तँलाई थुनिदिन्छु अब लगेर, आइज लु, त हिँड त, म अर्को चारो हालिदिन्छु। ल आइज, 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 ल आइज, आइज, ल आइज, आइज, हेर तैँले खोजिस् यिनी फुल खान पल्केर। ल आइज, ल आइन त, तैँले चाहिँ मलाई अब आज म यसलाई यहाँ थुनिदिन्छु। ल यहाँ बस् त, यसको चाहिँ यहाँनिर थुनिदिने अब यसलाई। बस्यो नि यतै बस्छ हुँदैन। ल पानी राखिदिने। ल आइज, आइज, यसलाई घाँस पनि झुन्डाइदिन्छु। ल आइज, ल ल आइज, ल पहिला त्यो सानो पनि थियो, अब यो पानी खाँदै चारो खाँदै गर्छ। एकचोटि पानी खान्छ, एकचोटि चारो खान्छ। अब फेरि चारो खान्छ है, अब फेरि चारो खान्छ, अब पानी खान्छ, अब चारो खान्छ। यो चाहिँ कुन हाँस हो यसो चिन्नुहुनेले मलाई यसो जानकारी गराउनु होला। यो चाइनिज हाँस जस्तो लाग्छ खै, तर उड्छ है यो हाँस चाहिँ, एकदम उड्छ। हामीले चाहिँ यसलाई मान्छेहरूले पहिला पहिला त्यो एकचोटि उड्दाखेरि खेदाएर अनि समाएर लान खोजेको थिएँ। अब फेरि कसैले काटेर खाइदेला भनेर अनि मैले चाहिँ पखेटा काटिदिएको। अहिले जस्तो ज्ञानी भएको भए त म त्यसरी काट्दिनँ थिएँ। तर यो चाहिँ जोडले उड्छ, लगभग यो 100 मिटर जस्तो उड्छ एकचोटि उड्दाखेरि। धेरै माथि त जाँदैन तर उड्छ। यो बच्चै छ जस्तो लाग्छ, हाँस त अलि ठुलै हुनुपर्ने।